हेलो म हो आलेको पालेमा यहाँलाई छोरले भन्दै आज म बिहानको समयमा धुलाबारी मेचीनगर 9मा आइपुगेको छु। यहाँ एउटा पोलमा परेवा फसिरहेको अवस्था रहेकोले गर्दाखेरि उद्धार गर्नको लागि टोलीहरू खटिराखेका छन्। हेरौँ उहाँ परिवारको सकुशल उद्धार होस् भन्न चाहन्छु। त्यसैले गर्दाखेरि यी भाइहरू सिडी लगाएर उद्धारको लागि तयार गर्दै हुनुहुन्छ। अब हामी बाँस पनि ल्याइसकेको छ, सिडी पनि ल्याइसकेको छ। यसलाई उद्धार गर्यो भने सायद राम्रो हुनेछ। किन भन्नुहुन्छ भने हिजोदेखि खुट्टामा अल्झेर बसिरहेको छ भन्ने सुनिराखिएको छ। आशा छ कसरी हुन्छ उद्धार होस् र एउटा पक्षी जस्तो ले आफ्नो जीवनलाई त्यतिकै अल्झेर नराम्रो अवस्थामा पुग्नबाट वञ्चित होस् भन्दै उद्धारको तयारी गरिरहेका छन्। म पनि अब सहयोगको लागि जान गइरहेछु। आजलाई यस भिडियोमा यति नै जानकारी दिन चाहे। बाँकी अर्को भिडियोमा भेट्ने बाचासहित यहाँबाट बिदा हुन जान्छु। हवस् त, धन्यवाद।